नमस्ते, तपाईँलाई वेलकम छ मेरो टिकटक आइडीमा अनि फेसबुक आइडीमा। र मेरो फेसबुक पेजलाई हजुरले फलो गर्नुभएको छैन भने फलो गर्नुहोला। साथीहरू, आज म तपाईँहरूलाई एउटा मेडिसिनको बारेमा जानकारी दिन गइरहेको छु। साथीहरू, तपाईँले यो मेडिसिन कतै पनि भेट्नु भएको होला अथवा खानु भएको होला होइन। मैले यो मेडिसिनको कुनै पनि प्रचार गर्न खोजेको होइन यो तपाईँहरूलाई मैले जानकारी मात्र दिन खोजेको। साथीहरू, यो मेडिसिनको नाम हो पेन्टाफास डिएसआर। साथीहरू, यसको कम्पोजिसन यसमा हेर्न सक्नुहुन्छ। पेन्टाप्राजोल र डोम्पेडोन मिक्स भएर चाहिँ यो मेडिसिन बनेको छ है। साथीहरू, यसमा चाहिँ हाम्रो चाहिँ पेन्टाप्राजोल 40 mg हुन्छ भने डोम्पेडोन 30 mg हुन्छ। साथीहरू, यसको युजको कुरा गर्दा यो चाहिँ हाम्रो चाहिँ एसिडिटीमा हामीले चाहिँ यो औषधिको युज गर्छौँ। जस्तै पेटमा जलन, तपाईँको छातीमा जलन होइन, पेट फुल्या जस्तो हुने, वकवकी लाग्ने, उल्टी आउने जस्तो समस्या छ भने तपाईँले यो मेडिसिनको प्रयोग गर्न सक्नुहुन्छ। सो साथीहरू, तपाईँहरूले यो मेडिसिनको प्रयोग गर्नुभन्दा पहिले तपाईँले आफ्नो डक्टरको सल्लाह लगेर मात्र खानुहोला, अनि होइन भने फार्मेसिस्ट अथवा हेल्थ पर्सनको सल्लाह लगेर मात्र खानुहोला। थ्याङ्क यू सो मच। साथीहरू, तपाईँले मेरो आइडीलाई फलो अनि सब्सक्राइब र हाम्रो चाहिँ पेजलाई लाइक गर्नुभएको छैन भने फलो पनि गर्नुहोला, लाइक गर्नुहोला। थ्याङ्क यू सो मच एन्ड बाई बाई।